लु आमाले हेर्नुहोस् त आज चाहिँ गीत गाउँदै यहाँनिर चाहिँ जाँतोले मकै पिसिरहनु भएको छ हो। आमाको गीत अलिकति सुन्नु होला सबैले यहाँ जाँतो पिसेको। आमा आमा एकछिन रोकिनु न। किन चाहिँ तपाईँले यति मजाले उहिले हामीलाई काखमा लिएर पनि यसरी जाँतो पिन्नुहुन्थ्यो, अहिले पनि तपाईँले यसरी जाँतो पिनिराख्नुहुन्छ किन आमा? अब यही छ हाम्रो कर्तव्य, यसै लिएर आएका छौँ। सानोदेखि गरिल्याएको काम हो। त्यहाँदेखि नानीहरू भने काम गर्नै पर्ने, नानी काखमा तेर्स्याएर भने हामीले काम गर्नै पर्ने, ढिकी जाँतो गर्नै पर्ने। अहिले त पर्दैन नि त नि। अहिले त धेरै पर्दैन नि, धेरै पर्दैन। छोराछोरी बढे बाठा भए, हामीलाई सिकाए, हामीलाई सधाए। हामी त्यतिखेर लाटा थियौँ, जे भन्नु त्यही गर्थ्यौँ। अहिले त गर्दै दिँदैन, हामी जबरजस्ती नै गर्छौँ। अहिले धेरै सुख छ र पनि गर्नु लाग्छ, गर्न मन गरिरहेको। ए अन्त अलिकति अब के गीत गाउने त, अब एकछिनै गीत गाउने पनि। अब आमा लु बिसाउनु आमा, म पिस्छु अब एकछिन। ए बाबा खोइ, बाबा के गर्नु भएको? कहिले र छ बाबा? यहाँनिर अब 16 तारिक 3 तारिक 19 21 हो बिहिबार र छ ल। ए भाइ अझै आँखा देख्नुहुन्छ है बाबा? अलिअलि देख्छु हौ। बाबा 90 छेउछाउ पुग्नुभयो होइन? त्यसमा त लाउँदैन कि बाबा 90 छेउछाउ पुग्नुभयो, तर यहाँ हेर्दै बस्नुहुन्छ। तपाईँ सक्यो गरेका हुन् कि किन्ने मान्छे आउँछ अरे, अन्त यहाँ ठिक पारेर बसेर अहिले आउँदै पनि। अब आज तिहार नै हो, तिहार गएपछि मात्रै बाँड्छु होला हौ। हुन्छ ल, आउँछ यो लिएर जान्छ ल त्यसो त्यो पछाडि चाहिँ मलाई बाबा। हुन्छ हुन्छ सिकाउन त्यसो। आमा जाँतो बाबा पार्ने, अब लाग्यो तिहार पछाडि मात्रै बाबाले दाम्लो बनाउनुहुन्छ अरे। ल ल अब आमाले गीत राम्रो गाउनु भयो। त्यसै साथीभाइ हाम्रोमा चाहिँ घरमा